वेलकम टु गाइस के छ हालखबर आजको दिन त्यतिकै बस्यो ल हेरौँ अब रेस्लिङको बारेमा कुरा गरौँ किनकि मैले हिजो रेस्लिङ हेरिरहेको थिएँ नि त रेस्लिङको च्याम्पियन सेमिजन पो भएछ कस्तो कमेडीलाई हुनुपर्ने अनि इमोसनल पनि लाग्यो कि मलाई किनकि अब सेमिजन त्यस्तो राम्रो खेलाडी पनि थिएन त्यसले अब कोडी रोस र अब गन्थरलाई जित्यो कोडी रोस र गन्थरलाई जित्नु भनेको त्यसको जिन्दगीको सबभन्दा ठुलो जित हो नि त उसको त्यो देखेर मलाई इन्सपिरेसन भयो कि अब तिमी अब आफूले आफूलाई जस्तो ठाने पनि तिमीले जिन्दगीमा कहिले हार मानेन भने पनि तिमी एक न एक दिन तिम्रो पाला आएर तिमी च्याम्पियन अथवा तिम्रो आफ्नो प्रगतिमा आफ्नो जित आफ्नो सपनाहरू सब पुरा गर्न सक्दो रहेछौ। सेमिजन अब 10देखि 20 डब्ल्युडब्ल्युमा अब रेस्लिङ गरेको 10 वर्ष भयो रहेछ र अनि त्यसले आउटसाइडमा रेस्लिङ गर्नु लागेको चाहिँ त्यसले 20 वर्ष भयो 20 वर्षमा अनि उसले बल्ल टप अफ द प्राइज जित्यो नि त। त्यस्तै तिमी पनि धेरै नहात आफ्नो टाइम आएन ढिलो भयो त्यस्तो भयो भनेर तिमीहरू पनि नहात्याउँदैछ होइन किनकि आफ्नो टाइम भनेको आउँछ होइन तर तिमीहरूले चाहिँ सङ्घर्ष र मेहनत चाहिँ जारी नै राख्नु पऱ्यो र अपर्च्युनिटीहरू क्याप्चर गरेर जानु पऱ्यो अनि बल्ल तिमीहरूको टाइम आउँछ। मेन कुरा भनेको चाहिँ तिमीले आफ्नो भाग्यको आफै त्यो गर्नुपर्छ है गाइज।